हेलो सेवा नमस्कार। आज चाहिँ म यहाँ दिपिनीको मार्गबाट सरर दिपिनी स्कुल जाँदैछु। यति राम्रो बाटो बनेछ अहिले। यो बाटो बिग्रेदेखि म यो बाटो हिँडेको पनि थिइनँ। आज चाहिँ सिटी सफारीको यात्रामा म सरर लागिरहेछु। दिपिनी स्कुल पुरानो पाथीबाट हुँदै गुम्बा चोक आउने बाटो यहाँदेखि सरर म अब हरिम कोलेनी आइपुग्न लागे। हरिम कोलेनीको बाटो हुँदै म अब दिपिनी स्कुलतिर जाँदैछु। यो हरिम कोलेनी चोक, यहाँबाट अब दिपिनी स्कुल। यहाँ चाहिँ आज राष्ट्रिय आविष्कार केन्द्रबाट बिरपुन सर आउँदै हुनुहुन्छ। उहाँको लागि सहयोग स्वरूप एउटा बुक दिनको लागि भनेर म चाहिँ यहाँ दिपिनी आधारभूत विद्यालयको प्राङ्गणमा प्रस्थान गर्दैछु। यहाँ चाहिँ कार्यक्रम सुरु भइरहेको रहेछ। सरले केही कुराहरू भनिराख्नु भएको थियो। म चाहिँ गइरहेको थिएँ। हाम्रो नन्दमा नाना यता हाम्रो यायका दाई शिवदास दाई वडाका दमक 5 का सचिव निर्देशक वडा सदस्य खड्गबहादुर राई दाईहरू हुनुहुन्थ्यो। त्यहाँ स्कुले भाइ बहिनीहरू सरहरू मिसहरू हुनुहुन्थ्यो। उहाँहरूको साथमा सानो कार्यक्रमहरू भइरहेको थियो। साथसाथै त्यही पुस्तककै बारेमा उहाँले बताइराख्नु भएको थियो। एकछिन सुनौँ। हाम्रो जनप्रतिनिधि सरहरू यहाँ बसिराख्नु भएको थियो। कार्यक्रम भइरहेको थियो। त्यसै क्रममा बुकहरू वितरण कार्यक्रम सुरु भएको थियो। यसरी हामीले उहाँ सरलाई चाहिँ सहयोग गरौँ न त भनेर त्यहाँ सबैजना भेला भएर बुकहरू किनौँ एउटा त हाम्रो नाना दुर्गामाया नाना हुनुहुन्थ्यो। उहाँले पनि बुक किनेर सहयोग गर्नुभयो। सर मिसहरू हुनुहुन्थ्यो।